नमस्ते, वेलकम टू माई च्यानल। आज चाहिँ हामी सबै परिवार माडी जाने हौँ। किन चाहिँ म हजुरलाई एकछिनमा भन्छु है। मम्मी यहाँ एकदम बाटो देखाउँदै हुनुहुन्छ ई रिक्सालाई। मम्मी कति वर्षमा आउनुभएको हेर्दै हुनुहुन्छ यही बाटो हो कि होइन भनेर। अनि यता लेउला लेउ भ्याएको खोलामा त लेउलाएर कस्तो भएको छ यहाँ मम्मीको भ्याएको खोला। ल ल ए सिधा त धान देखेनौ त मकैको पुच्छरसम्म हाम्रो खेत है साथीहरू। यही हो हाम्रो घर हेर्ने त पुरानो घर कस्तो देखेछ। घर मात्रै टुकुरो बिचार माया लाग्दो देखेछ। यो चाहिँ हाम्रो घरको नयाँ सदस्य सानो। तपाईँको क्याब त कस्तो दामी छ त। वहाँ देखाइदिनु त नजुरो। आमामा कहाँ किन्नुभयो यस्तो दामी क्याब? यो बसन्तपुर बजारको। वाह खैदिनु त ओहो दामी क्याब रहेछ यो ह्यान्डमेड। ल हेर्नु है चाहिए पार माडी बसन्तपुरमा आउनु होला। कस्तो राम्रो देखियो। हाई भनिदिनु यसरी गर्नु न। हाई भन्नु न यसरी यसो गर्नु नि। हाई मेरो च्यानलमा हाई भन्दै। वेलकम टु माई च्यानल दाई।
बम्बई कसलाई भेटेर ल्याउनु भयो हामीलाई लौ नातिनी भन्दा नि हजुर राम्रो चाहिँ यहाँ अटो लाएर टाउको दुखेर सुतिरहनु भए अझ यता शीतलमा बस्नु भए अझ सबैजना नाति नातिनी छोरा बुहारी भेला हुँदा कस्तो भयो हजुरलाई सबै नाति नातिनी छोरा बुहारी भेला हुँदा कस्तो भइरह हजुरलाई रमाइलो भए भन्नु न रमाइलो भए भन्नु न जस्तो थियो उस्तै मजा आएन भन्छ तपाईँलाई मजा आएन जमाउनु फोटो खिच्छ हेरिराखेछ मासु खान पाउँछु आज मैले भने मक्ख परे आज यता हेरिदिनु न अझ हाई गरिदिनु न हाई गरिदिनु त हस्न सिकाइदे यस्तो गरिदिनु न गर्नु न ल वेलकम टु माई च्यानल अझा जानु मेरो भ्लगमा स्वागत छ हजुरलाई तपाईँको अङ्कललाई यो टोपी एकदम स्वाहा लौ लौ कसको टोपी हो भन्नु है ल यता ठुलुवाको टोपी हो कि तपाईँको हो बाहुबली हाम्रो दाई थाहा नि त यो चाहिँ हाम्रो घरको हाम्रो खलकको नाति नातिनाहरू छोराछोरीहरू नाति नातिनाहरूको अनुहार ल कति बोलेको हो अदासँग बस्न पाउँदा बिजुली बोले चाहिँ देखेपछि मुख यता र उता फर्काउँछन् सबैजना उस्तै हन् फोटो खिच्न मान्दैनन् मुख हेर्नु छोपेका ल यिनीहरू किन हो फोटो खिच्नै नमान्ने पह यस्तै राख्छु तिमीहरू पह न हेरे यो युट्युबमा हालेपछि मलाई भन है मेरो छोराले पानी दिन्छ मेरो लाउरे छोरा पानी आयो पानी आउँदै यति खुसी हुनुपर्ने दिन भएको छ आज चाहिँ पानी नभएर पानीको दुःख त्यो चाहिँ यो दुईजना चाहिँ मेरो छोरीहरू मन मलाई नि खानु पर्यो
राम्रोसँग खाऊ है भुटो हाल्दै भन्छु ल खा ल अदा गर्ने चक्लेट गिफ्ट दिनुभएको अरे त्यही भएर अघिदेखिबाट हेरे हुनुहुन्छ है कसैलाई नदिकन राखिराख्नु भएको भएर मजाले पानी खाँदैछ ल है हामी अब लाग्यौँ यहाँ यस्तो प्लटिङ घुम्नलाई बाटो त्यो 5 स्टार होटेल बन्दै छ त्यहाँ हेर्न जाँदैछौँ हामी त्यो चाहिँ हामीले पुरानो यो चाहिँ हाम्रो पुरानो जग्गा भनौँ भने हामीले बेचेको हाम्रो जग्गा हो त्यहाँ चाहिँ 5 स्टार होटेल बन्दैछ मैले पनि यता खोल्ने विचार छु यो जग्गामा 5 स्टार होटेल ल है ल ओहो ल ल हामी हिँड्दैछौँ यहाँ यो बाटो खुलाएर हेर्नु यो पोलहरू कस्तो राम्रो बनाएको है बाटो खुलाएर यो कस्तो अनि यहाँ यो ढुङ्गाहरू हेर्नु न कस्तो राम्रो देखेको कस्तो मजाले सजाएको यहाँ हामी त्यही भएर डुल्न हिँड्दैछौँ हामी चाहिँ ऊ त्यहाँ होटेलहरू हेरेर हिँडेको अनि ऊ त्यहाँतिर मन्दिर छ हो त्यहाँ हेरेर हिँडेको त्यो चाहिँ यो चाहिँ 5 स्टार होटेल बनाउनु लागेको हो र यहाँ कस्तो राम्रो राम्रो लेख्नुभएको यहाँ त्यो बस्ने ठाउँमा चाहिँ यस्तो छ है चाहिँ गेट भयो होटेलको मैसी चलिरहेको होटेलको गेटमा चाहिँ होटेल हामी माडी पौवारी फाक्पा यहाँ चाहिँ घडेरीको उ छ के अरे बिक्री भएको तपाईँको घडेरी हो तर हाम्रो त होइन अरू हाम्रो घडेरी खै त नि हाम्रो घडेरी त बेचिसक्यो सबै वहाँ घडेरी बनाएर बेच्दैछन् अब आउँदैछ हामी यहाँ मकै खोलामा शिवजीको मूर्ति रहेछ त्यो हेर्न जाँदैछौँ तपाईँलाई पहिला घडेरी बेचेर रिग्रेट भयो कि भएन अहिले यस्तो राम्रो गराएको देख्दा यस्तो आइपुग्यौँ यहाँ मन्दिर भएको ठाउँमा खोलाको यहाँ खोला थियो अहिले चाहिँ कस्तो मन्दिर बनाएको बन्दैछ है पुरै बनेर भ्याएन उता मन्दिर यहाँ कति ठुलो मन्दिर बनाएको म उताबाट देखाउँछु है हजुरहरूलाई मन्दिर चाहिँ बन्दैछ कत्रो ठुलो मन्दिरहरू भगवान् शिवजीको मूर्ति हात चाहिँ बन्दै छ जोड्नै बाँकी छ सबै यस्तो देखियो अनि चाहिँ डमरू शिवजीको त्रिशूल र डमरू यता छ शिवजीको त्रिशूल र डमरू भएको तपाईँ डुलेर आयो भएन ठुलो
दिन नलाग्यो त्यो देखेर कुकुर भागिसक्यो लाग्यो भन्नु त यो बाटो पहिला घाँस गर्न जाँदा अनि अझै यस्तो राम्रो खराब छैन धेरै राम्रो भयो अहिले भन्नु न कोही जग्गा हाम्रो थियो है पहिले बेचेर भ्याएर सबै जान्छ अहिले अहिले जग्गा हेर्दाखेरि यो जग्गा हेर्दाखेरि यति लोभ लाग्यो यति सबै वरिपरि देख्दाखेरि यति लोभ लागेको ल अब हामी जग्गा देखाइन्छ हाम्रो जग्गा चाहिँ कहाँसम्म हौ त्यो होटेल बनेको ठाउँमा होइन सम्म होइन 30,000 कट्ठामा बेचेको 20 लाख कट्ठा परेर अहिले हामी चाहिँ हेरेको हेरे भयो नि हामी हेरेको हेरे आयो बाको पैसा आयो बाइस मुख देखाउँछ यहाँ म खान्दै त बाख्नु फेस देखाइदिनु त हामी अब अन्तिम घडीमा छौँ सबै भन्नाले हामी अब घर जान लाग्यो नि त यताबाट उतापट्टिको घर बजारको ल अब हामी जाँदैछौँ अब हाम्रो कार्यक्रम भ्याइयो अनि त्यसपछि अब 5 वर्षपछि फेरि आउँछौँ हामी यहीँ होइन त अङ्कल 5 वर्षपछि आउँछौँ होइन फेरि मन परेमा लाइक कमेन्ट शेयर गर्न नभुल्नुहोला।